हेलो नमस्ते, वेलकम टु माई युट्युब च्यानल सुरेश सापकोटा। अनि आज चाहिँ म एउटा कसैको बारेमा नभए एउटा जो मान्छे कुलतमा फँसेको छ त्यसले गर्दा चाहिँ कति समस्या भोग्नुपर्छ, के हुन्छ, त्यसको फ्यामिलीलाई कस्तो हुन्छ होइन, त्यसको बारेमा यहाँ आफ्नो जुन हुन्छ नि आफूलाई लागेको कुरा सेयर गर्दैछु होइन। अनि हामीले चाहिँ धेरै मान्छेहरू मात्दै हिँड्ने, लड्ने, हिँड्ने होइन। अनि घर परिवारलाई टर्चर दिने, घर परिवार बुढी कुट्ने, घरमा आमा बाउ दाजुभाइ दिदीबहिनी सबैलाई तनाव दिने, फोन गर्ने, धम्काउने होइन, ब्ल्याकमेल गर्ने होइन। यस्तो मान्छेहरू हामीले कति धेरै देखिरहेको हुन्छौँ। हाम्रो इभन कतिको जीवनमा पनि मेल खान्छ होला होइन। मैले अब त्यही कुरालाई पनि महसुस गरेर यो भिडियो बनाउँदैछु। म चाहिँ चिया पनि खाँदैछु। गिलासमा खान मन लाग्छ कि मलाई चिया पनि। फेरि मलाई यस्तो ग्लासमा खाँदा एकदम मनपर्छ चिया, त्यही भएर खाँदै बनाउन होइन। जाडो पनि छ, पानी पनि आउँदैछ होइन। अनि मैले जुन कुरा गर्दैछु होइन, मातेर हामीलाई के फाइदा छ भन्नु त। जो मात्नुहुन्छ, जो मान्छे मात्नुहुन्छ, झगडा गर्नुहुन्छ होइन, इभन सबै परिवारलाई दुःख दिनुहुन्छ, तपाईँहरूले मातेर चाहिँ के पाउनुहुन्छ भन्नु न। मातेर त उल्टै आफ्नो भित्रको कति उयो के अरे मुटु कलेजो होइन, यस्तोलाई फोक्सोलाई पुरै असर गर्छ, पुरै ड्यामेज पनि गराउँछ होइन। कति रोगहरू निम्त्याउँछ, कोलेस्ट्रल बढ्छ, सुगर, प्रेसर होइन, युरिक एसिड, यस्तो कतिवटा हामीलाई रोगहरू लाग्छ होइन। हामीले जुन रक्सी खान्छौँ होइन, जुन अल्कोहल धेरै खान्छौँ, कन्ट्रोलले कम्ती खाँदा त इफेक्ट पनि गर्ला होइन। धेरै कहिले नखानु भन्न पनि खोजेको होइन मैले। कम्ती खाने ठिक्कामा बस्नेलाई त्यसले त प्रफिट पनि गरेको छ नि त, राम्रो गरेको छ। तर अब जो चाहिँ यस्तो दिने अनि हार हु गर्ने, तमासा देखाउने, नाटक देखाउने होइन, गाली गलौज गर्ने, दुनियाँलाई मन परी भन्दै हिँड्ने, के यो जायज छैन नि होइन। तपाईँहरू जो रक्सी खाएर चाहिँ आफ्नो घर परिवारलाई तनाव दिनुहुन्छ, तपाईँहरूले चाहिँ आफू मात्रै तनाव लिनुभएको छैन कि पुरै आफ्नो घर परिवारको पनि खत्तम पारिदिनु भयो। कति मान्छेले केही कुरा गरौँ भनेर सोचिरहेको हुन्छ, उसको घर परिवारले गर्न सक्दैन, किनभने उसलाई उपनाम दिन्छ कि जो रक्सी खाने मान्छेको हुन्छ नि, यसको घर परिवारलाई उपनाम दिन्छ कि रक्सीको भाइ, रक्सीको दिदी, रक्सीको आमा, जडियाको भाइ, जडियाको दिदी, जडियाको आमा, यस्तो हो। गाउँपाटे पनि हेप्ने, नराम्रो गर्ने, यस्तो सिचुएसन आउँछ होइन। तपाईँहरूले गर्दा नारीमा लडिदिने, खाएर नारीमा लडिदिने, कति पैसा तहस नहस बनाउने, दिनदिनै रक्सी खाने, झगडा गर्ने, कतिवटा काण्ड खिप्नुपर्ने, मातेर रोइला हानिदिने, उग्रपात मचाउने, आमामा तहल्का मचाउने, चाडपर्व आउनै नहुने, चाडपर्व आउनै नहुने, खोया बिर्के लाएर आएर ऊ तमासा, घरमा बस्नै नसक्ने अवस्था, घरमा जान मन हुने मान्छे जानै सक्दैन, घरमा जान मनै हुँदैन कतिजनालाई, यस्तो समस्या। दिदीबहिनीहरू घरमा तमासा देखाउँछ, बुढासँग लाज हुन्छ, घरै आउँदैन। अब दिदीबहिनी धेरै हुनेको त झन् तेरो भाइ यस्तो, तेरो दिदी यस्तो, तेरो बहिनी यस्तो भन्ला होइन। कतिवटा हामीले चाहिँ तनाव दिइरहेको हुन्छौँ होइन रक्सी खाने मान्छेले। अब बुढी नै मर्ने अवस्था हुन्छ, दाजुभाइ मर्ने अवस्था आउँछ, दिदीबहिनी मर्ने अवस्था आउँछ, दिदीबहिनीको घरबार बिग्रिन्छ होइन। हामीले यस्तो कुरा चाहिँ आफ्नो कारणले कतिजनालाई तनाव दिँदैछ होइन, हामीले गर्दाखेरि कतिजनाको जिन्दगी उजाड बनाइदिन्छ भनेर चाहिँ हामीले एकपल्ट चाहिँ सोच्नुपर्छ। जो तपाईँ जाड खाएर कम्ती खाएर रमाउनुहुन्छ त तपाईँको ठाउँमा छ होइन। धेरै खाएर चाहिँ लम्फू भएर लडेको भिडियोहरू पनि त हामीले कति देख्छौँ टिकटकमा, इभन युट्युबमा होइन। त्यो बनाउनलाई त रमाइलो छ, तर त्यसको घर परिवारलाई कति तनाव छ भन्नु त हो। अनि कति कुरा यस्तो पनि हुँदो रहेछ कि घर परिवारको मान्छेलाई जेलमा हाल्ने, पठाउने, मुद्दा चौकी गर्ने, यस्तो गर्न पनि एकदमै गाह्रो छ कि बनाउन भनेर भनिन्छ, तर भित्र आत्मादेखि दिँदैन नि त होइन। बनाउन त सकिन्छ, तर भित्र आत्मादेखि हुँदैन। तर यो जाँड रक्सी खाने मान्छेलाई तपाईँले के भन्नुहुन्छ होला, म चाहिँ के भन्छु भने, जो जाँड रक्सी खाएर चाहिँ आफ्नो घर परिवारको बेइज्जत बदनाम गर्दै नारीतिर लड्ने, छाडा बोल्ने, मन परी गर्ने गर्दै हिँड्नुहुन्छ नि, यस्तो मान्छे चाहिँ जिन्दगीमा सुध्रिँदैन पनि। 12 वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो जस्ताको तस्तै, एक दिन खाँदैन, 2 दिन खाँदैन, तेस्रो दिन फेरि खाइहाल्छ होइन। 10 दिन नखाला, फेरि खान्छ, 5 दिन खाइदिन्छ, तमासा देखाइदिन्छ। एकैचोटि त कति टेन्सन दियो भन्नु त। त्यही भएर मेरो चाहिँ सबैलाई यो अनुरोध छ, बिन्ती छ, जाँड रक्सी जो खाएर चाहिँ घर परिवारको तनावलाई टेन्सन तनाव दिनुहुन्छ, तपाईँहरूले चाहिँ बरु कतै अन्त्य टाढा जानु, विदेश जानु, उतै रमाइलो गर्नु, रिल्याक्स गर्नु, मनोरञ्जन गर्नु, ताकि घर परिवारलाई थाहा नहोस्। कि त डाँडै काटेर जानु होइन।
रातै दिन तनाव दिनुभन्दा बरु आनन्द लन्टे खलास होइन। मलाई चाहिँ त्यस्तो लाग्छ कि मैले कति भोगेको छु यो कुरा होइन। मैले अब यो मेरो बारेमा भनेको होइन कि मैले अब कतिलाई लाग्छ होला यसकै बारेमा भन्नु भनेर होइन। अब मेरो पनि कति कुछ छ यस्तो होइन। मैले पनि त कतिजनाको विषयबाट कतिवटाबाट मैले पनि टेन्सन पाइरहेको हुन्छु होइन। तर यो चाहिँ मेरो मात्रै समस्या होइन, सबैको समस्या हो। त्यही भएर जो रक्सी खाएर बेइज्जत गर्नुहुन्छ, मेरो यो चाहिँ अनुरोध छ, तपाईँहरू आफ्नो ठाउँमा बसेर आफ्नो कुनै ठाउँमा निश्चित ठाउँमा गएर रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्, ताकि तपाईँको परिवारलाई भ्रम नहोस् कि मलाई यस्तो गऱ्यो, दुःख दियो, यस्तो दियो भनेर पीडा नहोस्। यति नै भन्छु म चाहिँ। रक्सी खाने जो हुनुहुन्छ रक्सी खान छोड्नुहोस्, सुध्रिनुहोस्, राम्रो मान्छे हुनुहोस्, असल मान्छे भएर चाहिँ एउटा केही उदाहरणीय काम गर्नुहोस्। हिजो यस्तो थियो आज यस्तो भयो यो भन्ने होस् कि। बाई बाई सबैजनालाई। मेरो कुरा कस्तो लाग्छ सबैजनाले लाइक कमेन्ट गर्नु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।